नमस्कार, म निलाक्षी चन्द। यो असारको महिना अर्थात् नेपाली किसानहरूको लागि मानो रोपेर मुरी उब्जाउने चटारोको समय। यही असार 15लाई नेपालभरि धान दिवस अर्थात् रोपाई उत्सवका रूपमा मनाइने गरिन्छ। हाम्रो देशको मुख्य बाली धान खेती हिमाल पहाडदेखि तराईसम्म हुने गर्छ। भूगोल, मौसम, पानीको उपलब्धता र स्थानीय परम्परा अनुसार नेपालका विभिन्न भेगमा धान रोप्ने तरिकाहरू पनि फरक छन्। अचेल चैत महिनादेखि नै चैते धान रोप्न थाले पनि असार महिनाको रोपाईको महत्त्व र रौनक भने सधैँ बेग्लै र विशेष रहने गर्छ। हाम्रो कृषि प्रधान देशमा धान खेती गर्ने इतिहास त निकै पुरानो हो। पहिले पनि असारको महिना सुरु भइसकेपछि गाउँघरका सबै मान्छे मिलेर पर्म लगाउँथे। हलगोरुले खेत जोत्ने, बाउसेले हिलो सम्याउने र रोपाराहरूले असारे लोकभाका गाउँदै हातले धानका बेर्ना रोप्ने हाम्रो आफ्नै मौलिक परम्परा थियो। समयसँगै रोपाईको यो रूप धेरै फेरिँदै गयो। आजभोलि गोरुको ठाउँमा आधुनिक ट्र्याक्टर, पावर टिलर आएका छन्। कतिपय ठाउँमा धान रोप्ने मेसिनहरू समेत आइसकेका छन्। यही खेतीको महत्त्वलाई जोगाउन र किसानहरूलाई सम्मान गर्न सरकारले विक्रम सम्वत 2061 सालदेखि असार 15लाई आधिकारिक रूपमा राष्ट्रिय धान दिवस घोषणा गरेको हो। यसपालि हामी 23औं राष्ट्रिय धान दिवस मनाउँदैछौँ। असार 15को अर्को सबैभन्दा ठूलो पहिचान भनेको दही चिउरा खाने दिन हो। हाम्रो सनातन संस्कृति र परम्पराकालदेखि नै दही चिउरा नेपालको एक रैथाने र मौलिक खाजा हो। कृषि प्रधान देश भएकाले असारको यो समयमा सबैको घरमा अघिल्लो वर्षकै धानको चिउरा र गोठमा भैँसीको ताजा दही तयार हुन्थ्यो। रोपाईको यो चटारोमा किसानहरूलाई कामको यति धेरै हतारो हुन्थ्यो कि खाना पकाएर खाने समय समेत हुँदैनथ्यो। त्यसैले हिलोबाट उठेर आलीमा बस्नासाथ तुरुन्तै तयार हुने र सजिलै खान सकिने खाजाको रूपमा दही चिउरा खाने चलन सुरु भएको हो, जसले समयको बचत मात्र गरेन, नेपाली संस्कृतिमा एउटा बलियो परम्पराको रूप लियो। हाम्रा पुर्खाहरूले चलाएको यो दही चिउरा खाने चलन वैज्ञानिक र स्वास्थ्यका हिसाबले एकदमै उत्कृष्ट रहेको पोषणविदहरू बताउँछन्। दिनभरि खेतीपातीमा कडा शारीरिक श्रम गर्ने किसानका लागि ऊर्जाको मुख्य स्रोत चिउरा हो, जसमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ। दहीमा विभिन्न भिटामिन, मिनरल्स र प्रोटिनको प्रचुर मात्रा हुन्छ। जब यी दुई पदार्थ सँगै खाइन्छ, यसले शरीरलाई तुरुन्तै शक्ति दिन्छ। अहिले चर्को गर्मीको मौसम भएकाले दहीले शरीरको तापक्रम सन्तुलनमा राख्न, पाचन प्रणालीलाई बलियो बनाउन र शरीरलाई शीतलता प्रदान गर्न औषधिको काम गर्छ। ठिक्क मात्रामा खाजाको रूपमा खाँदा यसले शरीरलाई सधैँ फाइदा नै गर्छ। अचेल सहर बजारतिर असार 15मा हिलो टेक्ने र दही चिउरा खाने कुरा सामाजिक सञ्जालमा फोटो वा टिकटक हाल्ने एउटा फेसन जस्तै मात्रै बनेको छ। तर फेसन जे जस्तो भए पनि यसले नयाँ पुस्तालाई माटो, अन्न र किसानको महत्त्व सधैँ सम्झाउँछ। देशका यी सुन्दर फाँटहरू हरियाली बन्दै गर्दा देशभरिका सम्पूर्ण मेहनती किसानहरू र तपाईहरू सबैलाई 23औं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको हार्दिक शुभकामना।